हेलो गाइज र आज मेरो प्यारो दाकितानीको घरमा पहिला नै आउँथेँ पुरा हो अहिले निकै बादमा आउनु पाएँ र आजको हाम्रो सानो कजन्सहरू मात्रै चाहिँ यसरी रेडी हुँदैछ एभ्रिथिङ इज गेटिङ रेडी हाम्रो यहाँ के छ चिकन अनि यहाँनिर हाम्रो भेजिसहरू इट्स अल रेडी आइसले यो चाहिँ के हो भन्नु कबाबको लागि रेडी यो pork That's why you have to marry a Lepcheni. And this is boiled sag. And then what we have here? What do we have here? Chutney. Chutney ready, son. Who prepared this chutney? I prepared it. Nicely. We have talents, full of talents. Yeah, chicken, everything is ready, guys. And never forget tea. चिया चाहिँ कहिले नबिर्सिने तपाईँहरू एकजना हाम्रो कुक पनि अल सेट तपाईँले के पकाउनु हुँदैछ सुप बनाउँदैछ हाम्रो प्यारो been the same since कहिले since I've been born. यस्तै प्रकारले म चाहिँ यिनीहरूको लागि यसरी पर्क र उयो बनाइदिइरहेको छु के पो भन्छ साग हो यहाँ दाल पनि बनिसकेको छ हो अनि यिनीहरूको माथिनिर उयो हुँदैछ मलाई पनि बोलाउँदैछ अब यो अलिअलि ओल्साइ राखेर जानु पर्यो अलिकति फ्लेम चालु गरेर हो अनि यस्तो चाहिँ बोलाउँदैछ मलाई हो माथि जाँदैछु म पनि किन हौ मलाई पनि बोलाएको ल यो खाएँ ल टेस्टी टेस्टी चिज खाँदै बसिरहेछ इन्जोय गर्दै यिनीहरू चाहिँ म चाहिँ यसरी भर्खर यो पाएँ हो अब म पनि खानु लागेको छु कुकुरलाई चाहिँ अब ल्याउनु पर्ने थिएछ 3,000 भएको 3,000 प्रोब्लम